Yo, what's up? It's your boy, Estupado. Welcome to my channel. Don't forget to share, subscribe, and my channel. So I need your love and support. So how was my marks? And today I forgot to test. And this is my special sunglass. This is a pure detective detection गर्छ. So ढिलो नगरी let's go to the आज first time हामी नेपाली भिडियो रियाक्सन गर्न गइरहेको छौं है. So please show some love and support and तपाईको भोट केमा है. So भोट केमा. Let's go. Let's start the video guys. मलाई प्रधानमन्त्री बनाइदिनुस्. म कस्तो निर्णय गर्दिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी महिनाको 30,000 रुपैयाँ. सबैलाई. 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री. त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्ने. के बोले भाइ? अब के बोले? मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री. बिल्कुल चुप. तपाईको म कुनै पनि स्ट्याटस हेर्छु, फोटो हेर्छु वा तपाईले दिएको अभिव्यक्ति हेर्छु अनि त्यहाँ अलिकति कमेन्टहरु पढ्छु क्या. भगवान कसम कमेन्ट यस्तो कहिले काहीँ ब्रुटल हुन्छन् कि हैन? अधिकांश त्यो अधिकांश कमेन्ट मध्येको तपाईलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ? बाख्रा. Bro, गगन थापा दाइ doesn't hesitate यार. सत्य. Oh man. Oh bro. नेपाली कांग्रेसको मन पर्ने नेता मेरो गगन थापा है. जे भयो नेपाली कांग्रेसमा जस्तो जे भए पनि अलि मन पर्ने नेता गगन थापा हो. सो यो बाइक चाहिँ मलाई नेपाली कांग्रेसको कोही मन पर्दैन. कोही. सो द्याट्स वाइ गगन थापा. सो ब्रो डाइरेक्ट क्या रिप्लाई दिइराखेँ. सो बाख्रा काण्ड रिमेम्बर द्याट शिट. एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं. बाँकी 72 जिल्लालाई लिजमा. ब्रो द गगन थापासँग यसपालि चुनावमा लड्दैछ हैन राजसभाबाट. सो तपाईको भोट केमा है? तपाई सेम क्यूबाट हुन्छ भने चितवन क्षेत्र नम्बर 3 होला मेबी. छ भने तपाईको भोट केमा गगन थापा या हाम्रो ब्रो? दिउँ अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ, बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन. उहाँको अभिव्यक्ति बेठिक छ. राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ. सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ. यहाँलाई दिएको समय 7 मिनेट छ. पार्टीको दलीय हिसाबले यदि निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन. किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन दिएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई. एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन. Damn bro, damn. एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजा पनि त्यसको पनि लागि लडेर आएको हो. कसैले हामीलाई टीका लगाएर आइदिएको होइन. तू इधर उधर की न बात कर. ये बता कि काफिला क्यों लूटा? इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा. मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है. यो सबै तपाईको नेतृत्वमा भएको लूट तन्त्र हो र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा. मेरो बाल छैन आमा बाको. के भनौं र खोइ बजेट खाइदिनेलाई तपाई परिवार र नाता गोता पाल देश बसला रोइ. म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरी भ्याउनुस्. चल्या छ लडाई. दुईटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुस्. अर्को काम पनि गर्नुस् 31 महिनाको बीचमा. त्यो सिकेर आउँदैन नोटमा हुन्छ नि. आफ्ना चुनाव चिन्ह राख्नुस्.
अहिले चर्चामा आइराखेका छन् समाचारहरू आइराखेका छन् हाक्का हाक्की चुनाव लड्या मान्छेलाई त्यो पनि मैसँग हो फेरि तेस्रो भाव है अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन 75 जना नेपाली युवाको हत्या कसले गर्यो म देशलाई धोका दिन्छु जनतालाई धोका दिन्छु मन्त्रीज्यू मेरो घर पनि मधेसमै हो म मधेसबाटै पत्रकारिता मधेसमा विकास भएको छैन विकासको नाममा त सुन्नुस् न विकासको नाममा त भ्रष्टाचार पनि भएको छ नि कमिसन पनि खान्छ मजा आयो धेरै यो ब्रो लाइक यो ब्रोको नाम चाहिँ मैले बिर्सेछ बट यो ब्रोको होइन भिडियोहरू प्रश्न पत्रकारिताको चाहिँ खतरा लाग्छ मलाई बब्बालाई लाग्छ है बब्बा लाग्छ हेड्स अप यो ब्रो बढ्दै गयो भ्रष्टाचार बढ्दै गयो भने त्यो पर्छ नि जनताले म भ्रष्टाचारी भएँ भने मेरो ठाउँमा मेरो पार्टी गलत भयो भने मेरो काङ्ग्रेसको ठाउँमा अरू पार्टी आउन सक्छ नि यो लोकतान्त्रिक व्यवस्थामा राजाको शासन भयो भने कुन पार्टी आउँछ राजाको पार्टीमा राजाको पालामा पार्टी थिएन राजाको शासन हेरेका छैनौँ हामी राजाकै शासनमा जो मन्त्री थिए अहिले मन्त्री छैनन् तिनीहरू म धेरै सोझो थिएँ अहिले त मलाई त्यसो भन्दा पत्याउँदैन मान्छेले प्रचण्ड सोझो मान्छे भएर पत्याउँदैन तर चाहिँ मलाई चाहिँ गाउँमा सबैले देउताको गाई भन्थे मलाई तपाईलाई चाहिँ देशलाई चस्स पर भने पनि मनमा दुखिहाल्दो रहेछ होइन म त यो देशलाई धेरै माया गर्ने मान्छेमा पर्छु जस्तो लाग्छ मलाई चाहिँ भुत्रोको देश भाडमे जाए जनता भुत्रोको देश भाडमे जाए जनता म देशले अर्को ब्रो यो मान्छेले लास्ट हजाउँछ यार लास्ट हजाउँछ बब्बा लचाइदिन्छ यार कसम लभ इट नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु जेसुकै गर होइन प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो अनि तर तपाईँसँग त्यो पदमा नबस्ने अधिकार त छ नि मैले भने अनुसार काम गर्न पाइनँ तपाईँले दुईचोटि भन्नुभयो तपाईँलाई म तपाईँलाई सम्झाउँ यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ तिमी छोडिदेऊ न त पद किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईँले छोडिदेऊ भन्नुभयो 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त सिङ्गापुर अमेरिका चाइना बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएको छन् एउटा उदाहरणको लागि बेलायतको विगत 70 वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालयका छन् नेपालको विगत 70 वर्षदेखि कुन चाहिँ हामीले हाम्रो सफल हाम्रो मन बुझ्ने प्रधानमन्त्री लाग्छ मलाई चाहिँ सागर ढकाल कहिले विस्थापित हुने सो म चाहिँ सागर ढकाल चुज गर्छु मेरो ठाउँबाट उठे भए चाहिँ डाक्टर गोविन्द केसीका सम्पूर्ण सम्झौताहरूलाई कानुनी मान्यता दिइसकेको अवस्थामा अझै पनि ती सम्झौताहरू कार्यान्वयन नभएको कारणले अहिले उहाँको जायज मागहरू कुरा गर्दै वास्तव कहिले हुन्छ त्यो 14 दिन भनेर उहाँले भन्नुभएको छ कहिले कुन मितिमा कुन टाइम भनेर भन्ने सोध्ने हो नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन अरू गणतन्त्र चाहिन्छ कि चाहिँदैन यो देशमा राष्ट्रपति मान्ने कि नमान्ने भन्ने कुरा पनि नेपालको संविधानभित्र लेखिएको छ अर्को कुरा झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ बाटोको जिम्मा लिएर अनि बाटोहरू बनाउनु पर्दैन सर जहाँ चाहिँ लठभद्र जहाँ चाहिँ अलपत्र एक क्लासको नम्बर 1 ठेकेदार भन्ने कति ठुलो कम्पनी यत्रो ठुलो वेबसाइट यत्रो जिम्मेवारी लिएर देशका यत्रा बडा आयोजनाहरूको हरिबिजोग पन्तबिजोग बाटो हिँड्ने मान्छेहरूले कस्तो शराब छन् त्यो सबै शराब लाग्दैन एमाले बुझी मुर्दाबाद टुटा नै मान्छेले कहिले कहिले पत्याउँदैन तर अलिकति हो लामखुट्टेले हात्ती खान्छ यही तो लेटेस्ट न्यूज है
उपियाँले मान्छे खान्छ खत्म। तपाईँलाई यसमा कति पैसा दिनुभयो जेएनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ, अब जो सबैलाई पुग्ने उपत्यकाभरि चाहिँ सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आएछ? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। तपाईँले मात्रै हेल्प गर्नु सक्नु? सुरुमा त मै हो। ब्याङ्कको पैसा झिकेर दिनुभयो? मैले ब्याङ्क निक्ल्यो नि ब्याङ्कबाट टिप्नु भएन, निकाल्ने नै ब्याङ्कबाट हुम्लामा गएर बस्नु न। म जाँदैछु, एउटा पुल जाँदैछु। जानुहोस् त ढुङ्गाबाट जोगिनुहोस्, ढुङ्गाबाट खसेर टक्लक्क ढुङ्गा झरेर टक्लक्क भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कर्णालीमा। सत्य हो, सत्य हो यार, सत्य सत्य कर्णालीको समस्या। तपाईँहरूलाई म भन्न चाहन्छु, April Fool, the biggest liar ever told. काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेल मार्ग बन्छ। अनि 14 वर्ष मान्छे जेलमा बसेर उहाँ प्रधानमन्त्री भइरहेछ, म जानु कुन रासोपा जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही कुरा आफ्ना कुरा सम्माननीय सभामुख महोदय मार्फत सबैको जानकारीको लागि र स्पष्टताको लागि पुनः एकपटक राख्न चाहन्छु। सभामुख महोदय, मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्। प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ। मेरो भनाइ रेकर्डबाट किन हटाउने सभामुख महोदय? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनु पर्ने त होइन होला नि सभामुख महोदय? जनताले किन मतदान गर्ने? को तपाईँहरू? 50 सिट भन्नुहोस् न मलाई, को तपाईँहरूले भन्ने बित्तिकै जनताले मतदान गर्ने? अनि जनताले यस्तो कुरा गर्ने यार तपाईँहरू? तपाईँ यस्तो जनताले त मतदान गर्छ भन्ने बित्तिकै गर्नुपर्ने जनताले मतदान तपाईँहरूलाई। तपाईँ पब्लिकको बिचमा पनि त लोकप्रिय हुनुहुन्छ नि त। तपाईँ आफ्नै किसिमको नाम छ, नीति शाह। नीति शाह ऋषि दाई नि उठेछ, म त हालिदिने यो मान्छेलाई भोटाएर मन पराउने अवसरवादी लाग्छ। तर तपाईँले जसलाई मन पराउनु हो, म कसैको नाम लिन चाहन्न जीवनमा, किनभने तपाईँलाई मन पराउनु पनि थिए, तपाईँले पनि मन पराउनु बोधेर। ऋषि दाई प्लिज नोमिनेसन फिर्ता लिनुहोस्, प्लिज प्लिज। त्यो प्रेमको अहिले छ नि, म घाउ कोट्याउन चाहन्न कि कोट्याउँ। मेरो खराब पानी छ, मेरो खराब। अब यो भन्दा कति कोट्याउनु? सुकुर जस्तो दिएर हाँसेर सुँगुरु। ल रवि दाईले के भन्छ? लेट्स वेट फर द रवि दाई। सर्कसमा राख्छन्, यहाँ सरकारमा राखेका छन्। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु कोही टाढा बस्न सक्दैन, कोही पनि टाढा बस्न सक्दैन। राजनीति बुझ्न पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। द्याट्स वाइ आई लभ ब्यालेन दाई। काम गर्ने बेला राजनीति गर्नु भएन। राजनीति भनेको जनतासँग गर्ने होइन क्या। राजनीति भनेको अन्तर्राष्ट्रिय कूटनीति, तिनीहरू भनेको अरूसँग गर्ने चिज हो के। जनतासँग राजनीति गरेर होइन। सो त्यही भएर चाहिँ मलाई पुरानो पार्टीहरू कुनै मन पर्दैन। आई डिड नट भोट एनी वान। सो अहिले म त डाइरेक्ट घन्टी, मेरो भोट त घन्टीलाई। अब की बार बालेन सरकार होइन। मलाई त कसम बालेन दाईले काम गरेको हेर्न मन छ, किनभने वी निड समवन कि जसले हाम्रो कुरा बोलोस् क्या होइन। उनीहरूको कुरा हामीलाई सुनाउने भन्दा नि हाम्रो कुरा अगाडि बोलोस्, हाम्रो कुरालाई अगाडि गरोस्। सो द्याट्स वाइ झापा 5बाट यदि कसैले यो भिडियो हेर्नुहुन्छ भने प्लिज प्लिज है बालेन दाईलाई भोट। अब की बार बालेन सरकार। कसम त्यही भएर बालेन दाई चाहिँ बालेन दाई अलवेज आई एम विथ बालेन दाई। घन्टीमा यसपालि घन्टी बजाउनु पर्छ है सबले।
लेट्स भोट फर द बालेन अब नेक्स्ट PM है सो प्लिज बालेन दाइलाई तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त जनता जान्न चाहन्छन् मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि होइन त्यो धरहरा होइन त्यो धरहरा किन होइन पछाडि जुन भत्कियो जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन् यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त बालेन दाइ द्याट्स अ फ्याक्ट है सो हाम्रो जुन चाहिँ अर्ग्यानिक चिजहरू छ नि त जो पहिलाको त्यो ओभो हेर्न आउने त होइन विदेशतिर त कति धेरै छ नि होइन हाम्रो भन्दा अग्लो अग्ला टावर त होइन किन त्यो सिमेन्ट ढलाउने गरे सेतो त्यो व्हाइट टावर हो कि सेतो टावर हो म पनि सेतो टावर भन्छु त्यो धरहरा होइन सो म चाहिँ जान्न त्यो 300 खर्च गरेर अस्ति कोइन्जी गएको थिएँ म जान्न ब्रोको पैसा डुबो सरकारको विरोध गर्ने कोही मान्छे उभ्याउने त्यहाँ अनि यस्तो हालत छ के हेरो सरकारले भन्ने अहिलेको सरकारले त के हेरो होइन बाटो बनाउँदैछ के बाटो बनाउँछ वाउ दामी बाटो बनाएर रहेछ लुक एट द बाटो के ओली बाले बनावट सधैँ भाषण मात्र ठुक्ने तिम्रै ओली बा प्लिज त्यस्तो चाहिँ तिमीहरू त्यो जुन झोले हुन्छ नि म पार्टी कार्यकर्ताहरूलाई हेट लाग्दैन क्या होइन म हेट लाग्दैन तर तिमीहरूको नेतृत्वले गरेको गलत काममा तिमीहरूले प्रश्न उठाउन सक्नुपर्छ क्या अनि तब मात्र तिमीहरूको पार्टी तिमीहरू नेतृत्वलाई मान्छौ पार्टीलाई मान्दैनौ क्या होइन बुझ्यौ नेतृत्वलाई मान्नु हेर्नु पार्टी सर्वोपरि हो होइन पार्टीको जुन के हुन्छ त्यो अनुसार होइन भागो नेतृत्वले गरेर नेतृत्वलाई प्रश्न उठाउनु आँट राख्नुपर्छ क्या होइन त्यो जसले त्यो नेतृत्वले जे भने त्यसकै पछि उल्ल पुच्छा जसरी भेडा यसरी पछि लिएर के झोलेन भने त्यसलाई झोले भेडा नभनेर के भन्ने त भैँसी भन्ने अब अनि मोमो बनाएर खाने होइन सो यस्तो छ बाटो बनाएको हामीलाई पनि थाहा छ कहाँ के गरेछ होइन सो प्लिज है तिमी एमाले बस्छ तर आफ्नो नेतृत्वले गरेको गलत कामलाई चाहिँ गलत हो भनेर त्यसलाई प्रश्न उठाउने आँट गर्नुपर्छ आँट छैन भने नभुक्ता हुन्छ नेपालमा नबसे हुन्छ होइन किनकि यहाँ कार्यकर्ता होइन देशको जनता चाहेको छ देशलाई बनाउनलाई होइन वी निड कस्तो भन्दा नि हाम्रो लागि होइन क्या हाम्रो अबको सन्तानले तिमीहरूको फोटोमा नथुकोस् क्या होइन तिमीहरूले यति गरेछ यसको सधैँ त्यो पछि तिमीहरूले गरेको कामले गर्दा तिमीहरूको फोटोमा होइन तिम्रो सन्तानले नथुकोस् किनकि त्यो जब तिमीहरूको फोटोमा सन्तानले थुक्ने बेला आउँछ नि त्यति बेला तिमीहरूले होइन केही भन्ने मौका नै पाउँदैन किनकि चुपचाप हेरिबस्न बाहेक त्यो फोटोले केही गर्न सक्दैन सो प्लिज है अहिले नै राम्रो काम गरौँ होइन आफ्नो नेतृत्वहरूलाई प्रश्न गर्ने आँट गरौँ गलत हो भने गलत भन्न सकौँ होइन त्यही हो कुनै पनि पार्टीको त्यो सिद्धान्त गलत हुँदैन तर त्यो जुन नेतृत्वलाई पन्छाउने अन्धभक्त गर्नु चाहिँ गलत हो सो प्रश्न उठाउने आँट गरौँ अनि त देश पार्टी सबै आफै बनिहाल्छ नि सबैले मनन गरौँ यो कुरा चाहिँ सबैलाई काङ्ग्रेस एमाले सबैलाई म कुनै माथि हेट गर्छ तर बस तिमी जति पनि हेट पाइरहेछ नि त्यो नेतृत्वलाई अन्धभक्त गरेको त्यो क्यारेक्टरलाई तिमीहरूको त्योलाई नेचरलाई हो सो प्लिज है आफ्नो नेतृत्वले गरेको गलत कामलाई प्रश्न उठाऊ क्वेसन गर विरोध गर्ने आँट गर सधैँ अन्धभक्त भएर बसेर हुन्न बाउ होइन त्यही हो म त विरोध गरेँ म त एमाले भए त म ओलीको विरोध गर्थेँ भएको भए पनि विरोध गर्थेँ किनकि मलाई त्यो कुरा पचेन होइन नपचेको कुरालाई आफूले गलत भएको कुरालाई गलत भन्न सक्नुपर्छ प्रश्न उठाउन सक्नुपर्छ औँला उठाउन सक्नुपर्छ है सो प्लिज थिङ्क अबाउट इट जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु त्यो पर्दैन कसम बबाल भिडियो बनाए ब्रो है सो यसपालि भोट केमा घन्टीमा अब की बार बालेन सरकार किनभने यो पहिलाको धेरै के हो भयो क्या उनीहरूले एउटा प्रश्न र औँला र विरोध गर्नको लागि मात्र भयो नि
डु भोट फर द बालेन है किनकि वी निड अ चेन्ज वी निड अ बेटर नेसन फर द अपकमिङ जेनेरेसन सो प्लिज भोट फर द बालेन दाई भोट घन्टीमा भोट हालौँ यसपालि देशै घन्टीमा बनाऊँ होइन सो म कुनै पार्टीको कार्यकर्ता होइन बट भोट एज अ नेपाली भएर भनिरहेको छु भोट फर द बालेन दाई जय नेपाल सो म कुनै पार्टीको कार्यकर्ता होइन बट भोट एज अ नेपाली भएर भनिरहेको छु भोट फर द बालेन दाई जय नेपाल म आउँछु मङ्गलबार बहिनी नमस्कार